होइन नि त्यो त्यति ढाक छ त्यो केही बिगार्दैन त्यसले। त्यही त नबिगारेर त ठिक छ, यो गोलो चाहिँ बनाइदिनु। त्यो गोलो चाहिँ बनाइदिनु त्यसलाई त पर्दैन त्यो त्यति हाम्रै कन्सेप्टलाई मात्रै छ नि यो। त्यो कन्सेप्टलाई मात्रै हो। दुईवटा कलर बनाउने होइन। हामी चाहिँ यो टोखा नगरपालिकाको वडा नम्बर 11 को वडा कार्यालयमा प्रमुख कुमारी राज्य उपसेवा समितिको वालमा चाहिँ भित्तामा चाहिँ हामीले चित्रहरू कोर्ने क्रममा फेरि हाम्रो दोस्रो सेसनको वाल पेन्टिङ चाहिँ हामीले सुरु गरिसकेका छौँ। र यहाँनिर एउटा कृष्णको पृथ्वीमाथि बस्नुभएको हाम्रो कृष्ण भगवानको चाहिँ चित्र हामीले कोरिसकेका छौँ। यहाँनिर चाहिँ 2-3 जना कलाकार मिलेर हामी 5 जनाको कलाकार टिम छ। र यो चाहिँ हाम्रो खप्तडको दृश्य हो। खप्तड नेसनल पार्कको यो अत्यन्तै रमणीय दृश्य छ। यो चाहिँ पश्चिम नेपालमा पर्दछ, बझाङ जिल्लामा पर्दछ होला सायद, मलाई पनि त्यति यकिन त भएन। तर यो खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने यो चाहिँ अत्यन्तै मनमोहक दृश्यको सिन म एक्लैले उतारेको छु। यो यसको हाइट चाहिँ करिब 13 फिट जति होला र चौडाइ चाहिँ 11 फिट जति होला। अनि त्यस्तै गरी यतापट्टिको सिन चाहिँ यो चाहिँ हाम्रो मुकुमलुङ ताप्लेजुङमा पर्दछ। यो मुकुमलुङ पाथिभरा मन्दिर, मुकुमलुङ भनेको यही हो। यहाँबाट चाहिँ मनमोहक कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरूको दृश्य देख्न सकिन्छ। हामीले चाहिँ यो भित्तालाई विशेष गरेर चाहिँ नेपालका प्रसिद्ध सिनेरीहरूलाई चाहिँ लिएर हामीले चित्र उतारेका छौँ। र यो यहाँ पनि एउटा राम्रो दृश्य बन्दैछ, सिनेरीको दृश्य बन्दैछ। अनि यतापट्टि हाम्रो अनन्तमणि आचार्य सर हुनुहुन्छ। उहाँले यो कुन जिल्लामा पर्छ अरे सर? यो बडी मालिका भन्ने ठाउँ हो यो पनि अब यो प्रोसेसमै छ, गर्ने प्रोसेस चलिराखेको छ। यतातिरको पनि यो हेरेछु नेपालका राम्रा दृश्यहरूलाई लिएर हामीले चित्रहरू कोर्दैछौँ। र यसमा बन्न लागेको यो भागमा चाहिँ बन्न लागेको चित्र चाहिँ यो हो, म देखाउँछु। यो चिज हो। अनि यतापट्टि यो दृश्यमा चाहिँ आधाउधी बनिसकेको छ। यो ठाउँमा चाहिँ बन्न लागेको दृश्य चाहिँ यो छ, यसको चित्र बन्दैछ। र यहाँनिर चाहिँ एउटा मन्दिर छ। यो श्री कृष्ण मन्दिरको अगाडिको गेटमा चाहिँ हात्ती, 2वटा हात्ती चाहिँ गेटमा फुलमाला लिएर चाहिँ स्वागत गर्न बसेको चित्र बन्छ यहाँनिर। र यहाँदेखि माथिको पार्टमा चाहिँ योदेखि माथिको पार्टमा चाहिँ हामीले मिलाएर कुनै पनि दृश्यहरूलाई राखेर चित्र बनाउने कामहरू हुँदैछ। यहाँनिर चाहिँ यसरी
ल हाम्रो कामको प्रगति चाहिँ यस्तो हुँदैछ। यो कृष्ण पनि सक्यो। त्यसपछि यो खप्तड राष्ट्रिय निकुञ्ज यो पनि सक्यो। त्यसपछिबाट आउँछ यो पूर्वको ताप्लेजुङमा पर्ने पाथिभरा मन्दिर, मुकुमलुङ पनि भनिन्छ यसलाई। त्यसपछिबाट यहाँनिर यो दरौदी खोला हो कि के हो थाहा छैन, गोर्खा जिल्लातिरको सिन। यो विशेष गरेर हामीले सिनेरीलाई मात्रै फोकस गरिएको छ। हाम्रो अनन्त सर गर्दै हुनुहुन्छ बढी मालिका। विष्णुजी यहाँ घोडा बनाउँदै हुनुहुन्छ। अनि यो सकिसकेको छ। त्यसपछि यो हात्ती, यो गेटमा चाहिँ यो श्रीकृष्ण मन्दिरको प्रवेशद्वारमा हात्ती बनाइएको छ। यहाँ हात्ती बन्ने क्रम जारी छ। यतापट्टि प्रतापजी यता दिँदै हुनुहुन्छ सिनेरीहरू। आमामा होइन सकिसक्नु भएको छ त आजै। अब हजुरको बाँकी स्प्रे सर त्यो स्प्रे हान्नु पऱ्यो। त्यहाँ रुखसुखहरू के बनाउनु पर्ने होला होइन अलिअलि। ल यस्तो काम त छिटो हुन्छ नि। पानी पो आउन आँट्यो त फेरि। यो पानी पर्नु हुँदैन फेरि काम गरे बेला। आउनुपर्छ। आउटडोरमा हामीले पेन्टिङ गरिसकेपछि, चित्र बनाइसकेपछि यो सिलिकोन हो। यो यसले चाहिँ प्रोटेक्सन गर्छ होइन। पानीबाट बचाउने काम गर्छ, घामबाट बचाउने काम गर्छ, क्र्याकबाट बचाउने काम गर्छ। त्यसैले यो हामी सिलिकोन लगाउने चाहिँ यो सुकेपछि यो ट्रान्सप्यारेन्ट प्लास्टिक जस्तै हुन्छ। ल हाम्रो काम चाहिँ आजदेखि समाप्त भएको छ। यो टोखा नगरपालिकाको वडा नम्बर 11 को यो महादेव तार हाइटमा बनेको यो वाल पेन्टिङ हो। हात्ती बनाइयो यहाँ। टाढा जानुपर्ने रहेछ। पश्चिम नेपालको यो बढीमालिका बाजुरा जिल्लामा पर्ने बढीमालिका। त्यस्तै गरेर यहाँ
मर्स्याङ्दी नदी यस्तो बनेको छ। त्यस पछाडिबाट यता ताप्लेजुङ जिल्लामा पर्ने पाथिभरा मुकुमदुङ मन्दिर, कञ्चनजङ्घा हिम श्रृङ्खला, त्यसपछि यो खत्तड, यो बझाङ जिल्लामा पर्ने खत्तड यस्तो बन्यो। अनि त्यसपछिबाट श्रीकृष्णको चाहिँ यहाँनिर साथीहरू फिनिसिङको झार्दै हुन्छ आफ्नो अब सिद्धिएको छ हाम्रो गाउँ। करिब हामीले 9 10 दिनभित्रमा सिद्ध्याइदिएको छ। खतरा बनाएछ भाइ। यो चाहिँ हाम्रो सेकेन्ड लटको काम हो। यो चाहिँ ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र भवन चाहिँ यो हो। यस्तो बन्यो।